फ्रेंड्स, वेलकम टू माई यूट्यूब चैनल। आज म स्लोभाकियाको अपोइन्टमेन्टको बारेमा केही कुरा गर्न गइरहेको छु, जुन कुरा सबैलाई थाहा छैन। र मैले अस्ति मात्र के देखेँ भने स्लोभाकियामै भएको युट्युबरहरूलाई पनि यो कुरा थाहा नभएर उहाँले मिल्दैन भन्दै हुनुहुन्थ्यो हैन। खासमा कुरो के छ भने तपाईले लिएको अपोइन्टमेन्ट अथवा तपाईको इम्प्लोयरले लिएको अपोइन्टमेन्ट तपाई आफैले पनि हेर्न मिल्छ। तपाईको अपोइन्टमेन्ट फेक हो कि ओरिजिनल हो हैन, क्रस चेक आफै पनि गर्न सक्नुहुन्छ। र अपोइन्टमेन्ट तपाईलाई दुईटा प्रकारमा देखाइरहेको हुन्छ, दुईटा नै हुन्छ। किन भन्दाखेरि हामीले लिँदाखेरि अपोइन्टमेन्ट छुट्टै हुन्छ हैन, अनि हामीले चेक गर्दाखेरिको अपोइन्टमेन्ट भनेको छुट्टै हुन्छ। तर ती दुईटैमा डाटाहरू म्याच भएको हुन्छ। त्यही भएर बुझ्नु साथीहरू, तपाईले यदि अपोइन्टमेन्ट पाउनु भएको छ भने आफै पनि BLS वेबसाइटको अफिसियल वेबसाइटमा गएर आफै चेक गर्न सक्नुहुन्छ यदि त्यो रियल हो या फेक। यदि तपाईलाई थाहा छैन कसरी गर्ने भनेपछि मेरो पुरानो भिडियो पनि छ, भेरिफाई योर अपोइन्टमेन्ट BLS अपोइन्टमेन्ट भनेर राखेको छु मैले, तपाईले त्यो पनि हेर्न सक्नुहुन्छ। यदि तपाईले त्यो भर्जन नेपालीमा चाहनुहुन्छ भने कृपया 50 जनाले BLS अपोइन्टमेन्ट चेक भनेर कमेन्ट गर्नु होला। धन्यवाद। र यस भिडियोलाई साथीहरु समक्ष शेयर गर्नु होला ताकि उहाँले पनि थाहा पाउनुहोस् कि आफ्नो अपोइन्टमेन्ट आफै चेक गर्न सकिन्छ। साथै यस्तै इन्फर्मेसनल भिडियोहरुको लागि मेरो यस YouTube च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।